आइपुग्यौँ यहाँनिर स्विमिङ गर्ने ठाउँ रहेछ यता रहेछ पूर्व आइपुग्यो अनि पूर्व आउने बित्तिकै चाहिँ यहाँ ल स्वागत छ हजुरहरूलाई पूर्व चेटी हाई भनिदिनु सबैजनालाई ल हाई भनिदिनु नेपालको पनि याद आउने क्या तपाईँहरू अब स्वयम्भू जाँदा बौद्ध जाँदाखेरि देखिन्छ नि सेम त्यस्तै क्या साइड साइडमा तपाईँ त्यही होइन मालदिप्सहरू जस्तै यस्तै त हुन्छ नि फिनल्यान्डमा चाहिँ साथीहरू पुरानो पुरानो चिजहरू यसो देख्न पाइन्छ क्या एन्ड त्यस्तै राम्रो रहेछ है त पूर्वमा यो ठाउँमा चाहिँ होइन जहाँ अहिले पनि त्यहीँ राम्रो क्या हेर्नु कस्तो राम्रो छ अलिकति मोड अफ भएको छ किनभने मैले फोटो खिच्न खासै राम्रो जान्दिनँ नि त अनि बुढीले त मेरो एङ्गल मिलाएर फोटो खिच्नुहुन्छ अनि बुढीको एङ्गल मिलेन अनि सोमासँग रिसाउनुहुन्छ रिसाएपछि म फकाउँदा पनि फकिनुहुन्न त्यस्तो छ साथीहरू कहाँ छ तर दामी देखेछ अरे यहाँनिर हामीले तरकारी भेज बनाएर ल्याउनु पर्छ है दामी भयो वाउ मासु हेर्नु पुरी चरपटे हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग दिस दिनेश खड्का आइप सबैजना सन्चै हुन्छ म पनि एकदम धेरै सन्चै साथीहरू छु आजको ब्लग पनि स्टार्ट भइसकेको छ नयाँ दिन नयाँ ब्लग साथीहरू आज चाहिँ हामी पुरै हेलसिङ्की छोडेर जाने निर्णय गऱ्यौँ फाइनली सो हेलसिङ्की छोडेर हामी कहाँ पो जानु लाग्यो अरे मात्र पूर्व ए हामी त पूर्व जानु लागेको छ म त हेलसिङ छोडेर नेपालै जानु लाग्यो भनेको त होइन रहेछ पूर्व जानु लागेको छ भने चाहिँ घुम्नको लागि अनि आजको दिनहरू के कस्तो हुन्छ भने हामी सबजना गएर त्यहाँ देखाउनेछौँ तपाईँहरूलाई पनि लोकेसन कच्चा देखाउनेछौँ हजुरलाई सबै थाहा छ है लोकेसन त उहाँ हाम्रो स्पोन्सर उहाँ हो उहाँले लानु लागिरहनु भएको छ तर मलाई केही पनि थाहा छैन जस्ट म चाहिँ रेडी भएर मात्रै भर्खर आएको छु नि अझै रेडी हुन एकजना महारानीको आएको छ भने त्यो त बहिनी रेडी भएर आएर अघिदेखि व्यस्त हुनुहुन्छ यता मोबाइलमा व्यस्त उहाँ धेरै व्यस्त हुन्छ है जहिले व्यस्त हुने मान्छे हो उहाँ अनि सो हामी त त्यस्तो छैन भने सो अब हामी जान्छौँ भने आजको दिनहरू चाहिँ एकदम बाली हुनेवाला छ किनकि पहिलोचोटि म चाहिँ हेलसिङ्गी छोडेर जाँदैछु फिलहाल आएदेखिको रेकर्डै होला यो रेकर्ड ब्रेक गराइदिनु भयो उहाँले थ्याङ्क यू सो मच अनि सो त्यही हो अब लाग्यो साथीहरू तपाईँ त कहाँ गइसक्नु भयो है तपाईँ त आउने बित्तिकै कहाँ जानु भएन धेरै पुगिसक्नु भइसक्यो उहाँ तर म चाहिँ फर्स्ट टाइम हेलसिङ्की छोडेर अनि सो आज जाँदैछौँ त्यही हो है त अब हेरौँ के चाहिँ हामी अब चढिसक्यौँ गाडीमा अब लागिसक्यौँ साथीहरू अगाडि मस्तसँगले अब फेरि यहाँबाट जाँदैछौँ अनि यहाँ चाहिँ ढिला गर्ने मान्छे सबैभन्दा लास्ट ढिला गर्नुहुन्छ जहिले पनि म भन्दा त साँच्चै थाहा छ नि तपाईँले सुरुचोटि कल गर्नु भएको थियो नि मैले हिजै 9-10 बजे हालेको होइन सुन्नु त मैले तपाईँलाई त्यति नाटक मात्रै गरेको तपाईँ कति सुरुमा कल गर्नु भएको थियो नि त्यति बेलादेखि रेडी हुनुभएको हो क्या उहाँ अनि सो रेडी भइसक्नु भएको उहाँले सुरुचोटि मलाई फोन गर्दाखेरि म चिया खाँदै तपाईँ रेडी हुन 9 गइसक्नु भएको थियो तपाईँलाई त्यो बेला त फर्स्ट सुटी नै भयो कल गरेको बेला हो उहाँ चाहिँ मैले सुरुचोटि कल नउठाएको बेला हो त्यहाँ पछिको कल गरेको बेलामा त्यहाँपछि छैन अनि त आम्मामा उड्दै टाइम लाग्छ अनि मैले त भर्खरै गएर आएर सुइसु गरेर हिँडिहालेको अनि सो हामी लागिसक्यौँ अनि उहाँ चाहिँ के अरे फोनमा व्यस्त अरे होइन उहाँले त्यही भनिराख्नु भएको थियो फोनमा व्यस्त अनि सो त्यही हो आज हामी लाग्यौँ आज कस्तो हुन्छ ट्रिप कति राम्रो लाग्यो दामी रहेछ छिर्ने बित्तिकै दामी लाग्यो मलाई चाहिँ साथीहरू भरे होला यता सस्तो पनि छ होला है साथीहरू अहिले चाहिँ हामी यस्तो यहाँको हुन्छ नि लोकल मान्छेहरूको बस्तीमा आइपुगेको छौँ नि यस्तो राम्रो छ हेर्नु न हाम्रै गाउँहरूको याद आउँछ नि त आइरहेछ नि कस्तो दामी गाडीबाट झरिसक्यौँ अब यहाँबाट हामी जान्छौँ लोकेसन हेर्दै घुम्नको लागि अनि चाहिँ एकदम दामी ठाउँ लाग्यो मलाई चाहिँ दामी नै
सबै चर्च होला क्या पुरानो चर्च होला पुरानो चर्च रहेछ कति दामी अनि सो अब हामी देखाउँछौँ तपाईँहरूलाई यहाँको नलाउनु यहाँ राखौँ किन बोकेर भारी लाग्दैन होला लाग्यो यहाँबाट है त साथीहरू अब ल मेनका चाहिँ यता हेर्नुहोस् एकचोटि हाई भनिदिनु सबैजनालाई ल हाई भनिदिनु दामी लाग्यो म त कस्तो डल देख्छु हेर्नु त बढी ल स्वागत छ हजुरहरूलाई पर्व ल आयो है आयो हामी चाहिँ यहाँ अब पहिलो फर्स्ट लोकेसन चर्चमा आइपुग्यौँ यहाँको पुरानो चर्च रहेछ यस्तो सानो राम्रो रहेछ एउटा लाग्यो अब अर्को ठाउँ जान्छौँ यो ठाउँ घुम्यौँ हामी अब गयौँ उतापट्टि ल सबजना व्यस्त हुन्छ फोटो खिच्नलाई अब चाहिँ हामी ओल्ड पोर्वतिर लाग्यौँ यहाँबाट सिधै तल यस्तो छ मजा आइरहेछ मजा दामी ठाउँ चाहिँ मलाई चाहिँ बाबाले लाग्यो साथीहरू ठाउँ चाहिँ अब यहाँ हुनुहुन्छ दुईजना जोडी अगाडि अगाडि हिँडिरहनु भएको छ अनि म यहाँ सिङ्गल छु अनि मेरो जोडी ऊ माथि पुरै फुलको फोटो खिच्नुहुन्छ घरको फोटो खिच्नुहुन्छ रुखको फोटो खिच्नुहुन्छ मेरो बुढी यस्तो राम्रो राम्रो ठाउँ छ फिनल्यान्डमा चाहिँ साथीहरू पुरानो चिजहरू यसरी देख्न पाइन्छ क्या एन्टिनाहरू घरमा यसरी राखेको जस्तै पहिला हाम्रो गाउँघरमा यस्तो हुन्थ्यो नि अहिले चाहिँ यहाँ पनि त्यस्तै हुन्छ यस्तो देखिन्छ साथीहरू हामी चाहिँ अब यहाँ आइपुग्यौँ भने त कति दामी छ है टक्क एरिया बब्बाल यस्तो रमाइलो भइरहेछ बुढी कति रमाइलो भएछ त्यहाँनिर त राम्रो भएछ किनभने मैले जब क्यामेरा तेर्साउँछु तपाईँको बोली चाहिँ रमाइलो भइरहेछ हुन्छ हौ जहिले रमाइलो भइरहेछ म्युजियम रहेछ ल ठिक छ तपाईँहरूलाई कस्तो लागिरहेको छ यहाँ आएर जस ठाउँ सोच यस्तै राम्रो रहेछ है त जस राम्रो त्यो म्युजियम हो ल त्यो जाऊँ न त म्युजियम घुमौँ यता घुमौँ उता घुमौँ के छ हो ल पुरै अहिले चाहिँ हाम्रो घुमाइ उल्टाउनुभरि भइरहेको छ नि यस्तो राम्रो छ तपाईँहरूलाई पनि देखाइरहेको छु यहाँ हेर्नु सक्नुहुन्छ जस्तै यहाँ चाहिँ ठ्याक्कै नेपालको पनि याद आउने क्या तपाईँहरू अब स्वयम्भू जाँदा बौद्ध जाँदाखेरि देखिन्छ नि सेम त्यस्तै साइडमा टक्क सानो सानो सपहरू होटेलहरू यता हो क्या जाने यता त्यहाँदेखि रात्र घर छ त पुगेर राम्रो के हुन्छ अरे जाउँ न जाँदा के हुन्छ यता पनि जाउँ लागौँ हाम्रो टोलीहरू यता सप यता ए सप सप भए पनि यस्तै सपै त होला नि त रात घरहरू त्यस्तै सपहरू होटेलहरू नै त होला नि त ल हामी चाहिँ बल्ल बल्ल यो ठाउँ खोजिदिइरहेको थियौँ एकदम धेरै अनि यो ठाउँ पनि ठ्याक्कै हामी आइपुग्यौँ यहाँ रहेछ हेर्न सक्नुहुन्छ है ल यहीबाट हो नि त अनि यही त देखेको नि अघि हामीले मुनिबडी क्या उताको होइन जसको चाहिँ दामी लाग्यो अरे यो चाहिँ मलाई हेर्न सक्नुहुन्छ तपाईँ त्यही होइन मालदिप्सहरू जस्तै यस्तै त हुन्छ नि जस्तो दामी रहेछ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू पनि म तपाईँहरूलाई मजाले देखाउँछु वाह रे वाह हेरौँ मजाले मेरो टिकटक खिचौँ क्या यहाँ साथीहरू यहाँ चाहिँ हेर्नु न कपालको कि पनि झुनियाएको रहेछ क्या कस्तो दामी सबैले झुनियाएको रहेछ होइन कति धेरै वाह बब्बा लाग्यो मलाई चाहिँ यति धेरै क्या जसका दामी लाग्यो मलाई चाहिँ यहाँ पुरै यस्तो दामी छ यस्तो बाबा चाहिँ हामी यत्रो फोटोहरू खिच्यौँ यस्तो राम्रो राम्रो भिडियो आएको छ यहाँनिर पुरै छाडिदिउँ यसो चमाल पुरै अनि पूर्वमा यो ठाउँमा चाहिँ होइन जहाँ हेरे पनि त्यहीँ राम्रो क्या हेर्नु कस्तो राम्रो छ एकदम बबाल छ मेरो बुढीको चाहिँ अलिकति मोड अफ भएको छ किनभने मैले फोटो खिच्न खासै राम्रो जान्दिनँ नि त अनि बुढीले त मेरो एङ्गल मिलाएर फोटो खिच्नुहुन्छ अनि बुढीको एङ्गल मिलेन अनि सोमासँग रिसाउनुहुन्छ रिसाएपछि म फकाउँदा पनि फकिनुहुन्न त्यस्तो चाहिँ साथीहरू कहाँ आएको छ तर दामी देखेछ अरे यहाँनिर मलाई चाहिँ यो ठाउँ जता हेरे पनि भिडियो गरेर मन लागिसक्यो क्या साथै स्टोरेज चाहिँ फुल हुन्छ होला तर पनि हेर्नु न कस्तो दामी चाहिँ छ यो एरियाहरू हेर्नु न यो एरियाहरू यस्तो
यस्तो च्वाक लाग्यो साथीहरू। अनि आज चाहिँ जस मजा आइरहेको छ। र हल्का बुढीको फोटोहरू अलिक राम्रो नखिचिदिएर चाहिँ त्यसमा चाहिँ अलिकति त होला त सब ठिक। वाह मजा आएछ, मजा आएछ, मजा मलाई चाहिँ खुब मजा आएर साथीहरू। अनि यहाँबाट चाहिँ यो घरहरू कस्तो राम्रो देखिन्छ हेर्नु न, यो रातो घरहरू क्या टक्क मजाले त्यहाँ बसेर खाने क्या एकदम राम्रोसँगले, जस्तो दामी देखिन्छ। अहिले चाहिँ हामी यतापट्टि आयौँ, अर्को साइड हो यो चाहिँ त्यहीँको हो। यो यस्तो चाहिँ जस कहाँ यहाँ त्यो खान मिल्छ त हुन्छ, त्यही गर्दा नि हेर न कस्तो दामी देखेको अगाडि टिस्यु निकाल्ने बिर्सेछु मैले। त्यताबाट दामी देखेको यस्तैमा घर बनाउनु पर्ला जस्तो लाग्यो। अन्त छिल घर छ एउटा घर छ हेर्नु न। ल म गर्छु। अँ त्यसको आँखा छ चाहिँ भइरहेको होइन ठिक छ। आइसक्यौँ ब्रिज आयौँ। अब चाहिँ हामी यहाँ कहाँबाट यस्तो राम्रो बाटो थियो, ब्रिज आउने बाटो कोही सक्दैन, कति धेरै गाडीहरू छ बाफरे। लास्ट फुलहरू हेर्नु कति दामी दामी छ। मान्छेहरू पुरा स्विमिङ गरिरहेको छ हेर, हामी पनि गर्नुपर्छ यार। छेउछेउमा गएर चुप्लुङ चुप्लुङ चाहिँ हामी फुलहरू हेर्न सक्नुहुन्छ दामी। फेरि बाहिर साथी सब गरिरहेको छ हेर्न सक्नुहुन्छ यहाँनिर रमाइलो भइरहेको छ सबजना। ए चेन्जिङ रुम रहेछ यहाँनिर, यहाँनिर मस्त रमाइलो रहेछ। आइपुग्यौँ यहाँनिर, स्विमिङ गर्ने ठाउँ रहेछ यता रहेछ। यहाँ चाहिँ स्विमिङहरू गर्न आउनुलाई ठाउँ चाहिँ एकदम दामी रहेछ। सबजना स्विमिङहरू गर्न आइरहेको यहाँनिर चाहिँ यस्तो राम्रो। सबजना बच्चाहरू ठुल्ठुलोहरू सब स्विमिङ गरिरहेछन् मस्तसँगले, इन्जोय छ। अब चाहिँ हामी चाहिँ जस्ट लगाएर यहाँनिर अब खाजाहरू खानु ल्याएको छौँ नि त हामीले आफैले। अनि सो हामी आफै ल्याएको अब खाजा खानलाई रेडी हुँदैछौँ। यहाँ यस्तो तन्ना ओछ्याएर बस्नको लागि जस यहाँ बसेर खान्छ अब साथीहरू। मान्छे राम्रो छ यहाँ बसेर खाइन्छ साथीहरू, यस्तै छ। बस्यो ल के ल अब हाम्रो सुरु हुँदैछ यहाँ चाहिँ पुरै ड्राई पिकनिक जस्तै पुरै रमाइलो भ्यू गर्छ सँगसँगै यस्तो राम्रो हरियाली सबजना। लास्ट मिठो दालमा पिरो पिरो त्यसो बनाउने एउटा ठुलो डब्बामा पहिला चरपटी लास्टमा बनाउनु न, नै के त्यही भइहाल्ने ल ल। यसमा बनाऊँ भनेर ए हुन्छ सो यो चाहिँ यो त चटपट बनाएको छ यहाँ अब यसरी बनाएको। हामीले तरकारी भेज बनाएर ल्याउनु पर्छ है। है दामी भयो। वाउ मासु हेर्नु, पुरी चरपटे केरा हामीसँग आज खानेकुरा लास्ट छ। मैले चाहिँ साथीहरू बुढीले चाहिँ पुरा आलु फ्राई गरेर राख्नु भएको थियो के हो हामी चाहिँ पुरा खाएमा आनन्दले बसेर अनि सो अब चाहिँ यहाँ चाहिँ फोरहरू सब उठाउनु पर्ने हुन्छ। यहाँ चाहिँ यो चाहिँ गर्नै पर्छ। अब यहाँको सब फोरहरू उठाउने हो अनि फाल्ने हो अनि मैले जाने हो। त्यो सकियो, यहाँको बसाइ पनि खाइ पनि एकदम रमाइलो। साथीहरू हामी चाहिँ अब फर्क्यौँ यहाँबाट, जरो रमाइलो गऱ्यौँ, खानाहरू खायौँ, यताउता गऱ्यौँ, हेऱ्यौँ बिच भनेर आएको। तर बिच होइन लस पौडी खेल्ने ठाउँहरू रहेछ, स्विमिङ गर्ने नि हाम्रो बार्बिक्यूहरू गरेर खाने ठाउँ रहेछ। अनि जस्तो हामीले ब्रेक खायौँ, हामीले पनि ल्याएको थियौँ घरबाटै, जस्तो टन्न खाएर हिँड्यौँ अब साथीहरू खाने बित्तिकै लागि अब
जाइन्छ अब यस्तो दामी बाटो छ। अब चाहिँ म तपाईँहरूलाई यहाँको बाटो देखाउँछु कस्तो खतरा छ भनेको। ल साथीहरू लाग्यो ल यस्तो दामी जङ्गल घारी छ साथीहरू। ठ्याक्कै नेपालको याद दृश्याउँछ। बाटो पनि त्यस्तै त्यस्तै मस्त छ। अब हामी यहाँ लाग्यो सक्यौँ भने। ल थ्याङ्क यू सो मच हजुरहरूलाई। ओके बाई 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 बाई। थ्याङ्क यू हजुरहरूलाई यस्तो राम्रो ट्रिपको लागि। ल नेक्स्ट टाइम फेरि भेट्नुपर्छ। एकदम रमाइलो भयो। तपाईँहरूलाई कस्तो भयो साँच्ची भन्नु त? एकदम रमाइलो। मलाई पनि वाइल्डै भयो। खत्रै रमाइलो गऱ्यौँ। बाई बाई टेक केयर। ल बाई बाई। ल राम्रो जानु। ओके सो अब चाहिँ हामी घर आइपुग्यौँ। पोहोरबाट ल्याउनु भएको बुढी यो। ल बाई बाई। अनि हामी चाहिँ मस्त घुमेर आयौँ। एकदम रमाइलो भएको थियो। हामी जस आनन्दै आएको थियो। अनि जस रुमहरू पनि आइपुग्यौँ। त्यहाँपछि रुम आएर चाहिँ हामी हामी भनौँ म चाहिँ सुतेँ आनन्दले। 1 घन्टा 2 घन्टा जस्तो सुतेर उठेर चिया खाएर अनि जस्ट भिडियो एन्ड गर्दैछु। अब सुत्न पर्ने हुन्छ, बिहान जानुपर्ने हुन्छ। सो त्यही हो साथीहरू भन्दै आज भिडियो चाहिँ यति गर्न चाहन्छु। थ्याङ्क सो मच वाचिङ। म भिडियो किप सपोर्ट एन्ड प्लिज सब्सक्राइब छ भन्दै ओके बाई बाई।